मासमा चलिरहेको यो तेस्रो दिनको यो श्रम अभियानको अभियन्ता गौतम गुरुङजी हुनुहुन्छ र उहाँलाई आज पनि श्रम अभियानको माध्यमबाट त्यही कुरा नमस्ते, मेरो नाम चाहिँ पलम गुरुङ हो। म चाहिँ यो यिनीहरू 5 बर्बटीको श्रम चाहिँ यसो बाटो देखाएको मात्रै मैले हैन सुरु गरेको छु। यो तेस्रो दिन भयो है, राम्रै छ। जो साथीहरू सब्सक्राइब गरेको छ। उपस्थिति कस्तो छ त? राम्रो छ। अघिल्लो दिनहरु भन्दा पहिलो दोस्रो भन्दा तेस्रो अलिक राम्रो भएको छ अहिले हैन। अब जो आउँदै हुन्छ उहाँहरू हैन, सबैजना आउँदै हुन्छ, सहयोग गर्दै हुन्छ मलाई। सबै गाडी घोडाबाट हैन, मान्छेबाट हैन, सबैजना सहयोग गरिरहेको हुन्छ। राम्रो भइरहेछ। अनि खाजाको व्यवस्थापन आजको लागि चाहिँ कसले गर्दै हुनुहुन्छ अथवा दाता को हुनुहुन्छ त? आज खाजाको दाताहरू भन्नुहुन्छ भने आज हाम्रो माथि धारापानी रिजर्भबाट 1000 आएको छ है। त्यसले हाम्रो घरवा 1000 आएको छ। अनिदेखि हाम्रो एकजना हाम्रो के अरे माथि कृष्ण भट्टराई सर पनि भन्नुहुन्छ हैन, हजुर उहाँबाट 1000। अनि हाम्रो माथि हाम्रो मुकुन्द के भयो बुर्तेलबाट चाहिँ काठमाडौँ हुन्छ उहाँ अहिले, उहाँले 1500 पाउनु भएको छ। र हाम्रो अनि एकजना आरुबटेको भाइले पनि पठाएको छ भनेको छ। त्यो चाहिँ अहिलेसम्म हात परेको छैन हैन। आज पर्छ होला, कतिखेर पर्छ होला हैन, त्यो चाहिँ परेको छैन। त्यो यदि आइहाल्यो भने त्यसलाई अर्को शनिबारको लागि फेरि खाजापानी व्यवस्था गरिन्छ। र एकजना हाम्रो रिता राई हैन, माथि हाम्रो रिता राईले पनि अब खाजा व्यवस्था गर्छु भन्नुभएको छ। त्यो चाहिँ अर्को हप्ताको लागि त्यो चाहिँ। अनि जनसहभागिता प्लस तपाईको चाहिँ यो उपस्थिति लिएर तपाईले चाहिँ कस्तो भन्नुहुन्छ त? यो कस्तो देख्दै हुन्छ? म चाहिँ राम्रै देखिरहेको छु। अहिलेसम्म राम्रो साथ दिइरहेको छ, सबैजना खट्नु भएको छ हैन। र यहाँ अब कति अब ठुलो बडाले अब नजा के भन्ने सुन्दैछु हैन। तर मैले चाहिँ के उहाँहरूलाई चाहिँ मैले आँखा खोलाएको मात्रै हो। म यहाँ कुनै के पनि गर्नु आएको होइन। म यसरी एउटा हाम्रो गाउँमा बाटोघाटो बनाऊँ, भाइ बहिनीलाई, स्कुल हिँड्ने नानीहरूलाई, बिमारीहरूलाई राम्रो होस् हैन। सधैँ हाम्रो चाहिँ 12 मास गाडी कुदोस् बाटो भन्ने हाम्रो धारणा मात्रै हो हैन। अनि राजनीतिक दलहरूबाट चाहिँ तपाईलाई कस्तो के सहयोग कस्तो अपेक्षा? राजनीतिक दलबाट कस्तो छ भने राजनीतिले कति अब वर्ष दिने थान्थ्यो भने चाहिँ अब नगर्दै हुन्थ्यो, नगरोस् भन्ने चाहना गरिरहनु भएको छ। कठोर फल पनि आएको छ भने सुन्दैछु हैन। नजानुस् तपाईँ, उपस्थित नहुनुहोस् भन्ने कुरा सुन्दैछु। तर उहाँहरूलाई यदि हो कि उहाँहरूको मैले भोट खोज्नु आएको होइन, म भोट खोज्नु आएको होइन। म सिर्फ यहाँ हाम्रो श्रमदाताहरूलाई बोलाएर आफ्नो गाउँको यिनीहरू 5 बर्बटी चाहिँ राम्रो बनाऊँ, बाटोघाटो, खानेपानी राम्रो बनाएर सुविधा दिउँ भन्ने चाहनाले आएको हो। र उहाँहरूलाई मैले पैसा दिनु परेको छैन, केही पनि दिनु परेको छैन। उहाँहरूले सिर्फ दिल खुसी भएर आउनुभएको छ। उहाँहरू सबैजना यिनीहरू 5 बर्बटी चाहिँ हामी जनता एक घुम भनेर चाहिँ लागेको भएको छ। यस्तो भाइहरू सबै आउनुभएको छ, सबैजना खट्नु भएको छ हैन। यो चाहिँ हामीले नेताहरूलाई आँखा खुलाएको मात्रै हो। मैले अरू मैले केही पनि होइन। मैले चुनाव लड्नु पनि छैन, मैले केही पनि गर्नु छैन, मैले केही पनि नराम्रो सोचेको छुइनँ। सिर्फ मैले एउटा आँखा खुलाएको मात्रै। एउटा हाम्रो धरानको हर्क साम्पाङ मेयरजीले जस्तो गर्यो, अब एउटा मेयरले गर्नुहुन्थ्यो भने होइन, हाम्रो जिल्लाका मेयरले चाहिँ किन गर्नु हुँदैन त्यो भन्ने एउटा बाटो देखाउनु मात्रै आएको म, अरू केही पनि होइन। र उहाँहरूको म भोट खोसाउँदिनँ पनि। उहाँहरूको भोटहरू उहाँसँग होला होइन। किनभने म चाहिँ एकदम हाम्रो यिनीहरू 5 बर्बटी बनाऊँ भनेर आएको म चाहिँ। र म यसको लागि पर्छु। र मलाई भाइ सबैले साथ दिनु पऱ्यो। साङ्गीजी तपाईँले पनि साथ दिनु पऱ्यो। तपाईँले अब सुरुदेखि स्टार्ट गर्नुभएको छ अहिलेसम्म होइन। साथ दिइरहनु पऱ्यो, तपाईँले दिनु पऱ्यो, मलाई दिनु पऱ्यो। र हामी यो गाडी व्यवस्था गरेर गाडी दिनुभएको छ, गाडीहरू दिनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। र हाम्रो झन् भाइहरू आउनुभएको छ, दिदीहरू आउनुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। मेरो श्रमदाताहरूलाई होइन, यसरी नै अगाडि बढ्नु पाऊँ भन्ने चाहिँ मेरो धारणा छ। र नेताजीहरूले सुनिदिनु पऱ्यो, विभिन्न पार्टीको नेताजीले सुनिदिनु पऱ्यो। यिनीहरू 5को नेताजीहरू चाहिँ विवाद गर्ने काम नगरिदिनुहोस्, मेरो अनुरोध छ, हात जोड्छु। र बरु तपाईँले सक्नुहुन्छ भने तपाईँले जानुहोस्, त्यहाँ पलमजीलाई सहयोग गर्नुहोस्। हाम्रो आधार उधार हो बाटो भनेर चाहिँ भनिदिनु पऱ्यो। तर काममा नजा, यसो नगर चाहिँ नभनिदिनु पऱ्यो भन्ने मेरो धारणा। यो अभियानलाई असफल बनाउनको लागि खोजिरहेको राजनीतिक दलका साथीहरू चाहिँ लागिरहेका भन्ने कुरा बुझ्यो। किन मैले हिजो बिराडी बजारमा सुने, धेरैजना एकजना वरिष्ठ नेताजीबाट कुराबाट सुने होइन, साथीहरूले यसरी भन्ने कुरा सुनिरहेको छु। तर मलाई विवाद नगर्नुहोस्, मलाई यो नजानुहोस्। म कुनै पार्टीमा जान्दिनँ। म सबैजना सँगै सबै पार्टीको मान्छेहरू छौँ हामी, विभिन्न पार्टीको मान्छेहरू छौँ हामी। र हामी हाम्रो गाउँ बनाउने एकजना छ, अरू केही पनि छैन हाम्रो। हामीले बाटो खानेपानी मात्रै बनाउने हाम्रो एकजना छ, अरू केही पनि छैन हाम्रो एकजना छैन। र कुनैको हामी भोट पनि खोज्दैमा पनि म उठ्ने पनि छैन।
तपाईँ यसरी नै लागिराख्नुहोस्। तपाईँलाई हामी सबै बरबटेवासी इलामवासीको सहयोग रहनेछ र तपाईँको यो अभियान सफल रहोस्, हाम्रो यही शुभकामना छ। हस् सङ्गीजी, हस् त, नमस्कार। हामी यहाँ निरन्तर श्रम अभियानमा जोडिएका छौँ। हामी निरन्तर सामाजिक काममा यसरी जुटिरहेका छौँ। इलाम नगरपालिका 5 का जुन जनताहरू आफ्नो गाउँ आफै बनाऊ भनेर यसरी चाहिँ आफै लागिराख्नु भएको छ, जुटिराख्नु भएको छ। बाटो एकदम राम्रो बनिँदो रहेछ यो अभियानबाट पनि भन्ने कुरा यहाँ लगाइएका यी सोलिङहरूबाट पनि बुझ्न सकिन्छ। कसैले नाली बनाइराख्नु भएको छ भने कसैले सोलिङ गरिराख्नु भएको छ। अब यहाँ साथीभाइले गरेका यी कामहरू पनि अब सामाजिक सञ्जाल मार्फत देखाउनु पर्यो साथी, के कसो होइन? होइन, यो एकदम यो बर्खायाममा बिग्रिएको बाटोहरू मध्येको चाहिँ एकदम जटिल ठाउँ रहेछ यो चाहिँ। अब हाम्रो अघिल्लो जनप्रतिनिधिको पालोमा पनि यहाँनिर चाहिँ बजेट नछुटिएको भन्ने कुरा चाहिँ गुनासो चाहिँ उहाँले गर्दै हुन्छ। अहिले यसपालिको चाहिँ बजेट छुट्यो त? बजेट कट्टा भएकै बाटो चाहिँ एकदमै अप्ठ्यारो रहेछ नि त यहाँ चाहिँ, होइन? युवाहरू एकदम जोसिएर लाग्नु भएको छ आफ्नो गाउँ बनाउनको लागि। एकदमै अप्ठ्यारो बाटो, ट्र्याक्टरलाई पनि चढ्नको लागि मुस्किल यो ठाउँ चाहिँ एकदम राम्रो तरिकाले चाहिँ भनिँदैछ अभियानबाट पनि। यति राम्रो बाटो बन्दो रहेछ भन्ने कुरा चाहिँ यो सोलिङलाई हेरेर बुझ्न सकिन्छ। आजको यो श्रम अभियानमा आउनुहुने श्रमदाताहरूलाई चिया खुवाएर सहयोग गर्नुहुने उहाँ आमालाई हामी सबैको तर्फबाट नमस्कार भन्न चाहन्छु र उहाँलाई आजको यो तपाईँलाई ल्याएर यहाँ श्रमदाताहरूलाई खुवाउने एउटा प्रेरणा चाहिँ कसरी मिल्यो भनेर सोध्न चाहन्छु। मैले आफू खुसी, हाम्रो छोरा पनि यही बाटोमा लागेको छ। मैले खुसीले नि चिया पकाएर ल्याएको हो। राम्रो बाटो हुन्छ भने म चिया पकाएर ल्याउँछु भनेर साथीभाइले यहाँ माफी पाएँ। अहिले चाहिँ मैले ल्याएको। लगभग कतिजनालाई चिया खुवाउनु होला? लगभग 40 जना हुनुहुन्थ्यो होला जस्तो लाग्छ। होइन, यहाँ भयो जति यो ठाडो बाटोमा भयो जति सबैलाई नै भनौँ न। अब यहाँ नखाने मान्छे को छ होला? 40 वाला झन्डै उकालो होला, लगभग 40 200 जति। यहाँ चाहिँ लगभग 40-50 जनालाई चिया खुवाउनु होला उहाँ आमाले र आजको उपस्थिति चाहिँ लगभग 200-250 जना नै भन्ने कुरा आइरहेछ है। बर्खाको मौसममा लगभग अब पानीले चाहिँ अप्ठ्यारो पार्ला जस्तो छ आजको यो कामलाई लिएर। ल आमालाई तपाईँलाई धेरै धेरै धन्यवाद चिया खुवाउनु भएको। श्रम अभियानबाट चाहिँ एकदमै राम्रो काम बन्दो रहेछ। यी साथीहरूले चाहिँ यहाँ चाहिँ अब भेनै कुदाउन मिल्ने गरेर चाहिँ बाटो मर्मत गर्नुभएको छ र अब थप यो चाहिँ अब श्रमदानबाट चाहिँ बनेको यो बाटो एकदमै राम्रो तरिकाले राम्रो बनेको छ।
इलाम जिल्ला इलाम नगरपालिका वडा नम्बर 5 मा सञ्चालन भइरहेको शनिबारको दिन सञ्चालन भइरहेको श्रमदान कार्यक्रममा टोल नम्बर 6 को मन्दिर डाँडाबाट दुदाङतर्फ जाने रोडको जनश्रम कार्यक्रम आज सञ्चालन भइरहेको छ र अहिले चिया नास्ताको समयमा यसरी हामीले यो भिडियो कैद गरेका छौँ र यहाँ टोलवासीहरू सक्रिय रूपमा जनश्रम कार्यक्रममा उपस्थित रहनुभएको छ र सामाजिक अभियन्ता जनप्रतिनिधि अभिभावक युवावर्ग बालबालिकावर्ग आज शनिबारका परेका कारणले गर्दाखेरि सबै पुस्ताहरू उपस्थित भएर कार्यक्रममा सरिक हुनुहुन्छ। एउटा अत्यन्त सौहार्दपूर्ण वातावरणमा कार्यक्रम भइरहेको महसुस चाहिँ टोलवासीले गर्नुभएको छ र यो अभियानको अग्रणी भूमिका निर्वाह गर्नुहुने आदरणीय नगरपालिका 5 निवासी पदम गुरुङज्यू, त्यस्तै गरेर सामाजिक अभियन्ता यो कार्यक्रमको सुरुवातदेखि नै अनवरत तथा अविच्छिन्न रूपले प्रस्तुत भइरहनुहुने आदरणीय सामाजिक अभियन्ता साङ्गेन दाजु पनि उपस्थित हुनुहुन्छ। त्यस्तै गरेर ट्र्याक्टर व्यवसायी आदरणीय गणेश घिमिरेजी हुनुहुन्छ, जसले आजको कार्यक्रमका निमित्त ट्र्याक्टर निःशुल्क रूपमा उपलब्ध गराएर ढुङ्गा ढुवानीका निमित्त ट्र्याक्टर उपलब्ध गराउनु भएको छ र चिया नास्ताको व्यवस्था भइरहेको छ। उपस्थित जनशक्तिलाई चाहिँ एउटा दिनभरि ढुङ्गा माटोको काम गरिरहँदाखेरि चाहिँ भोक लाग्छ, तिर्खा लाग्छ र यो चिया नास्ताको व्यवस्था गर्नुहुने पनि धेरै महानुभावहरू हुनुहुन्छ। उहाँहरूलाई पनि कार्यक्रम आयोजकको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ हामी र युवावर्ग, विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि सबैजना उपस्थित भएर यो अभियान सञ्चालन भइरहेको छ। सबै सहयोगी मनहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै र अन्य कामका भिडियोलाई पनि हामी केही समयमा लिएर उपस्थित हुनेछौँ। दिउँसोको खाजा खाइसकेपछि पुनः निरन्तर हाम्रो यो बाटो मर्मत गर्ने काम भइरहेको छ। आज लगभग 3वटादेखि 4वटा ट्र्याक्टर यो श्रम अभियानमा प्रयोग भएको छ। त्यो श्रम अभियानलाई ट्र्याक्टर उपलब्ध गराउनु हुने गाडी साहुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अभियानमा उपस्थित हुनुभएका चाहिँ अभियन्ताहरू पहिलो टोलीले चाहिँ खाजा नास्ता खाएर गइसक्नु भएको छ भने यो दोस्रो टोलीले चाहिँ उहाँहरूलाई चाहिँ आज चाउचाउ र बिस्कुट व्यवस्था पनि भएको छ है। चाउचाउ र बिस्कुट खाजा उपलब्ध गराउनु हुने दातालाई धेरै धेरै धन्यवाद। यो बहिनीले उता घुमाउनु भन्छ यतै चाहिँ लगिदिनु पर्यो। हजुर, बर्खाको समय पानी झरी परिरहेको छ, तथापि इलाम नगरपालिका 5 मा चाहिँ श्रमदाताहरू चाहिँ स्वतस्फूर्त रूपमा आएर यो हाम्रो श्रम अभियानमा जोडिराख्नु भएको छ। झरी बादल नभनी काममा खटिराख्नु भएको छ। उहाँहरूको यो कामलाई उच्च सम्मान छ। त्यसरी नै हामी जुट्यौँ भने हाम्रो गाउँ, हाम्रो ठाउँ अवश्य विकास हुनेछ र आजको यो श्रम अभियान लगभग आधा घन्टा 45 मिनट सायदै चल्ला र अर्को हप्ता फेरि हामी श्रम अभियानमा जोडिनेछौँ र आजको यो श्रम अभियानमा अहिले लगभग 4:30 भएको छ र अब तथापि श्रमदाताहरू आज शनिबार यति धेरै अब खटिराख्नु भएको छ है। आफ्नो बाटो बनाऊ, आफ्नो गाउँ बनाऊ भनेर एकदमै धेरै खटेर काम गरिराख्नु भएको छ। अब लगभग घर जाने बेला पनि हुन आँट्यो र आउने शनिबार कहाँ काम गर्ने अथवा श्रमदान कहाँ गर्ने भन्ने विषयमा पनि फेरि अब छलफल हुनेछ र सम्पूर्ण उपस्थित श्रमदाताहरूलाई म यसै भिडियो मार्फत धन्यवाद भन्दै
यो अभियान निरन्तर चलोस् र यो अभियानले सफलता पाओस् भन्ने कामना सहित मेरो यो भिडियोबाट म बिदा लिन्छु। धन्यवाद।